हामीले हाम्री छोरीलाई पहिलो रङ लगायो भने उनी धनीहरूको स्कुलमा भर्ना हुन पाउँछ। कस्तो राम्रो आइडिया। अब हाम्रो छोरीले पनि धनीहरूसँगै बसेर पढ्न पाउँछ। के मेरो श्रीमान घाइते हुनुभयो? उहाँ कहाँ हुनुहुन्छ? मैले आउँदैछु। स्थिति धेरै गम्भीर छ, तुरुन्तै उपचारको आवश्यकता पर्छ। मसँग पैसा छैन, केही पनि छैन। अब म के गरौँ? म हजुरलाई बिन्ती गर्छु, मलाई पैसा सापट्टि दिनुहोस्। तिमीलाई पैसा दिनु असम्भव त छैन। तिमीले यी मलाई एउटा कुराको वचन दिनु। मलाई माफ गरिदेऊ बुढा, मलाई धेरै माफ गरिदेऊ। मसँग आऊ, सम्झौता भनेको सम्झौता हो। कृपया मेरो श्रीमानलाई बचाउनुहोस्। म बिन्ती गर्छु, कृपया यहाँ पर्नुहोस्। प्यारी, तिमीले अपरेसनको लागि यति धेरै पैसा कहाँबाट पायो? चिन्ता, मैले केही साथीहरू सापट्टि मागेकी हुँ। मुख्य कुरा तपाईले सन्चाउनु भयो। बुढा, म आमा बन्दैछु। साँच्चै विश्वासै लाग्दैन। म बाबा बन्दैछु। म संसारकै सबैभन्दा खुसी मान्छे हुँ। बधाई छ, यो तपाईको बच्चा हो। के? यो हुनै सक्दैन। मेरी श्रीमती र म दुवै आफ हौ। हाम्रो छोरा खरबुजा कसरी हुन सक्छ? यो बच्चा मेरो होइन।